नमस्कार। आजको यस अडियो बुकमा हामीहरू द साइकोलोजी अफ मनीको फुल बुक समरी चर्चा गर्नेछौँ र धन आकर्षित गर्ने सुरुवात धन मात्र कमाउनु महत्त्वपूर्ण छैन, तर त्यसलाई सही तरिकाले प्रयोग गर्ने भन्ने जान्नु झनै महत्त्वपूर्ण छ। धेरै मानिसहरू सोच्छन् कि धनी बन्नको लागि ठुलो तलब, व्यवसाय वा लगानीको आवश्यकता पर्छ। तर साँचो कुरा के हो भने धनको खेल भनेको मनोविज्ञानको खेल हो। आजको यो भिडियोमा द साइकोलोजी अफ मनी पुस्तकको विस्तृत समरी गर्नेछौँ, जसले धनसँग सम्बन्धित 19 वटा गहिरो पाठहरू सिकाउँछ। यदि तपाईलाई वित्तीय रूपमा स्वतन्त्र बन्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। र यदि तपाईलाई यस्तो ज्ञानवर्धक सामग्री मन पर्छ भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। र पैसा बुझ्ने तरिका वित्तीय शिक्षाभन्दा फरक हुन्छ। हामी सानो छँदा हामीलाई स्कुलमा गणित, विज्ञान, इतिहास सिकाइन्छ, तर पैसा व्यवस्थापन गर्ने भन्ने कुरा सिकाइँदैन। धेरै मानिसहरू पैसा कमाउन सिक्छन्, तर उनीहरूलाई पैसा जोगाउन र सही ठाउँमा लगानी गर्ने सिप हुँदैन। वित्तीय सफलता भनेको केवल गणितीय गणनाहरू मात्र होइन, व्यावहारिक मनोविज्ञान पनि हो। उदाहरणको लागि, यदि दुईजनासँग उस्तै आम्दानी छ, तर एकले अनावश्यक खर्च गर्छ भने र अर्कोले बचत गर्छ भने को धनी बन्ने सम्भावना हुन्छ त? बचत गर्ने व्यक्ति पक्कै पनि। त्यसैले पैसा कति कमाउनु भयो भन्दा पनि तपाईले कति जोगाउनु भयो र कसरी प्रयोग गर्नुभयो त्यो महत्त्वपूर्ण छ। भाग्य र जोखिम सफलताको छाया पक्षहरू। आजको हाम्रो अर्को भागमा छ भाग्य, जोखिम र सफलताको पक्षहरू। हामीले अक्सर सफल मानिसहरूको कथा सुन्छौँ र सोच्छौँ, ओहो उनले त धेरै मेहनत गरे, त्यसैले सफल भए। तर वास्तविकता के हो भने भाग्य र जोखिम दुवै वित्तीय सफलताको महत्त्वपूर्ण भूमिका खेल्छन्। बिल गेट्स संसारको सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। उनी भाग्यवश यस्तो स्कुलमा पढे जहाँ कम्प्युटर उपलब्ध थिए, जुन बेला अन्य हजारौँ विद्यार्थीहरू पनि कम्प्युटर चलाउन पाएका थिएनन्। त्यसरी वारेन बफेट सफल बने किनभने उनले 11 वर्षको उमेरमै लगानी सुरु गरे। यसको मतलब के हो भने हामीले सफलताको पछाडि रहेको भाग्यलाई पनि स्वीकार गर्नुपर्छ। अर्कोतिर असफलता मात्र मेहनतको कमी होइन, कहिलेकाहीँ जोखिम र प्रतिबन्धहरू पनि कारण हुन सक्छ। त्यसैले कसैको सफलतासँग आफूलाई तुलना गरेर निराशा हुनु पर्दैन, बरु आफूले गर्न सक्ने उत्तम निर्णयहरू प्रयास गर्नुहोस्। धेरै धैर्यले चमत्कार गर्छ। पावर अफ कम्पाउन्डिङ। अहिलेको समयमा हामी छिटो पैसा कमाउन चाहना राख्छौँ, तर इतिहासले देखाएको छ कि वास्तविक धनी मानिसहरू छिटो पैसा कमाएर होइन, सँगसँगै लगानी गरेर धनी भएका हुन्। वारेन बफेट 11 वर्षको उमेरदेखि लगानी गर्दै आएका छन्। आज उनी 10 वर्षभन्दा बढी उनको कुल सम्पत्ति 90% भन्दा बढी भाग 50 वर्षको उमेरपछि बनाएका हुन्। यसको पछाडि रहेको रहस्य के हो भन्दा कम्पाउन्डिङ इन्ट्रेस्ट, यसलाई नेपालीमा चक्रवृद्धि ब्याज भनिन्छ। यदि तपाईले प्रत्येक $10,000 प्रति वर्ष 10% ब्याज दरमा 50 वर्षसम्म लगानी गर्नुभयो भने तपाईको पैसा हुन्छ 1,17,00,000 हुन सक्छ।
त्यसैले वित्तीय सफलता चाहनुहुन्छ भने छिटो पैसा बनाउने योजनामा भन्दा धेरै गरेर दीर्घकालीन लगानीमा ध्यान दिनुहोस्। पैसा जोगाउनु महत्त्वपूर्ण छ, धेरै कमाउनु मात्र होइन। हामी मध्ये धेरैलाई लाग्छ धनी बन्नका लागि धेरै पैसा कमाउनु पर्छ, तर वास्तविकता के हो भने पैसा जति कमाए पनि यदि तपाईले बचत गर्न सिक्नु भएन भने तपाई कहिले पनि धनी बन्न सक्नुहुन्न। विलासितापूर्ण जीवनशैली मानिसलाई दीर्घकालीन रूपमा गरिब बनाउन सक्छ। कम खर्च गर्ने बानी वित्तीय स्वाधीनता ल्याउन सक्छ। जस्तै हाम्रो हजुरबुबा हजुरआमाहरू सानो खर्च गर्थे, उनीहरूको तलब ठुलो भाग बचत गर्थे। अहिलेका मानिसहरू आफ्नो ठुलो भाग अनावश्यक खर्चमा ल्याउँछन्। त्यसैले धनी बन्ने धेरै कमाउनु होइन, कमाएपछि कति जोगाउन सकिन्छ त्यो महत्त्वपूर्ण छ। पैसा भनेको स्वतन्त्रता हो। धेरै मानिसहरू पैसा त कमाउँछन् तर उनीहरूसँग समयको स्वतन्त्रता हुँदैन। साँचो सम्पन्नता भनेको तपाईको मन र समयको मन पर्ने काम र स्वतन्त्रता दिनु हो। जस्तै यदि तपाई महिनाको लाखौँ कमाउनुहुन्छ तर दिनभरि कामैमा व्यस्त हुनुहुन्छ भने के त्यो सफल जीवन हो? वास्तविक धनी भनेको पैसा नभई तपाईको समय व्यवस्थापन गर्ने क्षमता हो। त्यसैले आफ्नो पैसा सही रूपमा व्यवस्थापन गर्नुहोस् ताकि तपाईलाई आर्थिक स्वतन्त्रता प्राप्त होस्। त्यसो भए के हामी यस भिडियोबाट सिक्यौं त? आजको यस भिडियोबाट के सिक्यौं त? वित्तीय सफलता भनेको मनोविज्ञानको खेल हो, एउटा कुरा। दोस्रो कुरा छ धेरै पैसा कमाउनु मात्र महत्त्वपूर्ण छैन, त्यसलाई जोगाउनु झनै महत्त्वपूर्ण छ। र तेस्रो छ लामो समय लगानी गरेर धेरै गर्नाले वित्तीय सफलता प्राप्त हुन्छ। साँचो धनी हुनु भनेको समयको स्वतन्त्रता पाउनु हो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट र शेयर गर्न पनि नबिर्सनुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्। हामी छिट्टै नयाँ ज्ञानवर्धक भिडियो लिएर हजुर सामु उपस्थित हुनेछौँ। आजको लागि धन्यवाद।